कतिपय ठाउँमा प्रहरीले हिंसात्मक आन्दोलन भयो भने गोली चलाउँछ। गोली चलाउँदा धेरैको मृत्यु हुनसक्छ, कतिजना घाइते हुन्छ त। आउनुहोस् सुनौ। आन्दोलन पहिला शान्तिपूर्ण रूपले सुरु हुन्छ। सुरु हुँदै जाँदा नेताहरूको लैलैमा लागेर त्यो प्रहरी देख्ने असाथ हिंसात्मक बन्दै जान्छ। हिंसात्मक बनेपछि प्रहरीले सुरुवातमा लाठीचार्ज, पानीका फोहरा, असुल ग्यास लगायतले सुरुवातमा उनीहरूलाई नियन्त्रण लिन खोज्दै गर्दा पनि उनीहरू झन् उग्र रूपले प्रहरीमाथि नै आक्रमण गर्न सुरु गर्छ। प्रहरीले अन्तिममा मजबुरी भएर कति ठाउँमा धेरै हिंसात्मक बन्दै गएपछि गोली पनि चलाउँछ। गोली चलाएको खण्डमा के हुन्छ त, सबै दोष प्रहरीमाथि आउँछ। प्रहरी पनि एक नेपाल आमाका छोरा हुन् र आन्दोलन गर्ने पनि नेपाल आमाका छोराछोरीहरू। गोली चलाउनुको मुख्य कारण यो पनि हुनसक्छ कि ज्यान खतरामा प्रहरीको परिसकेपछि प्रहरीलाई अन्तिम उपाय गोली चलाउनुको लागि आदेश दिएको हुन्छ, जो घुँडाभन्दा तल। प्रहरीको पनि कुरा आउँछ। प्रहरी पनि बिचरा आफ्नो देशको सेवा गर्नको लागि, आफ्नो पेट पाल्नको लागि, आफ्नो परिवार पाल्नको लागि, एक रोजगारीको लागि उहाँ गएका हुन्। त्यसमा अब आन्दोलनकारीहरूले त्यति ठुलो आक्रमण गरेपछि उनीहरू पनि घाइते हुन्छन्, कति प्रहरीको पनि मृत्यु हुन्छ। त्यसमा चाहिँ कसैले कठै या उनीहरूको प्रहरीलाई भयो प्रहरीको बारेमा केही पनि सोचेको हुन्न, उल्टे प्रहरीमाथि कारबाही भइरहेको हुन्छ। अहिलेको सरकारले के गरेको छ त भन्दा, अब यस्तो हिंसात्मक आन्दोलन नहोस्, देशको संरचनाहरू नभत्कियोस् भनेर आन्दोलन गर्न जाने र आन्दोलनमा त्यस्तो ठुल्ठुलो विध्वंसहरू मचाउनेहरूको लागि पुलिस रिपोर्ट नै उनीहरूको त्यस्तै क्यारेक्टर सर्टिफिकेट नै नराम्रो बन्ने र उनीहरूले कुनै पनि रोजगारी सरकारी नपाउने, विदेश जान पनि नमिल्ने र जुन पार्टीले संरचनाहरू भत्काएको छ, देशको संरचनाहरू तोडफोड गरेको छ, जुन पार्टीको आन्दोलन छ, तिनीहरूलाई नै त्यसको क्षतिपूर्ति तिराउने यस्तोसम्म सरकारले योजना ल्याएको छ। यो एकदम राम्रो हो। आन्दोलन हुनुपर्छ। लोकतान्त्रिक देशमा कसैले पनि आवाज पाउनुपर्छ, कसैले पनि आवाज उठाउन पाउँछ। तर त्यसको लागि शान्तिपूर्ण तरिकाले, त्यसको लागि कानुनी उपाय छ। हरेक तरिकाले त्यसलाई सम्बोधन गर्न सकिन्छ। त्यस कारणले गर्दाखेरि हामीले आन्दोलनमा जानुभन्दा पनि आन्दोलनमा जाँदाखेरि ती सबै कुराहरूलाई ध्यान दिएर जानु पर्यो। प्रहरीको बारेमा पनि सोच्नु पर्यो, आफूले आफ्नो बारेमा पनि सोच्नु पर्यो। नेताहरूको लागि, नेताहरूको पछाडि मात्रै आन्दोलन गरेर भएन। सधैँमा आन्दोलनको लागि अगाडि गएर छाती थाप्ने कुरो पनि भएन। किन भन्दा नेताहरू अहिलेसम्म तपाईँले सुन्नुभएको छ, कोही नेताहरू घाइते भएको सुन्नुभएको छ। किन भन्दा नेतालाई ती आन्दोलनकारीहरूले सुरक्षित तरिकाले लिएर गइरहेको हुन्छ। त्यसरी लिएर जाँदाखेरि उनीहरू सुरक्षित स्थानमा हुन्छन्, उनीहरू बिचमा हुन्छन्, उनीहरूलाई कसैले केही गर्न सक्दैन, उनीहरू प्रहरीको सुरक्षामा हुन्छन्। उनीहरू लाने भनेको के हो त, पक्रेर लाने, पक्रेर लगाएपछि केही दिन हिरासतमा राख्ने, केही घन्टा हिरासतमा लाग्ने, त्यसपछि छोडिदिने। त्यसपछि त्यहाँ अब पक्राउ पर्ने, जेल जाने को हुन्छ त, आम सर्वसाधारण जो गरिबको छोराछोरी, उनीहरू जान्छन्। उनीहरूको अब जिन्दगी बर्बाद, जेल गएपछि क्यारेक्टर सर्टिफिकेट त्यस्तै भयो। त्यही भएर यो सब कुराहरूमा हामीले एकदम विचार पुर्याउनु जरुरी छ। यसरी विचार पुर्याइएन भने हामीलाई ठुलो नोक्सानी हुनसक्छ, जसले गर्दाखेरि हाम्रो जिन्दगी नै बर्बाद हुन्छ। पार्टीले पनि र आन्दोलन गर्ने, विशेष गरी पार्टीले त कुनै पनि नेताले आन्दोलनको लागि जनता उक्साउने मात्र हो। तर हामीले आन्दोलन गर्न जाने आन्दोलनकारीहरूले के सम्झिनुपर्छ, के बुझ्नुपर्छ त भन्दा, आन्दोलन के को विषयमा हो, यो जायज छ कि छैन, हामीले यो विषयमा आन्दोलन गर्न जरुरी छ कि छैन, यो आन्दोलनमा जाँदाखेरि हामीलाई के क्षति हुनसक्छ, के हिंसात्मक आन्दोलन हो या होइन, यी सबै कुराहरू बुझेर मात्रै हामीले त्यसमा सहभागी हुनुपर्ने देखिन्छ। समयलाई फर्केर हेर्दाखेरि नेपालमा धेरै ठुल्ठुला आन्दोलनहरू भए, जुन कुनै छोटो समयमै ती आन्दोलनहरू सफल भए, कुनै लामो सङ्घर्षपछि 19 दिन 20 दिनपछि सफल भए। तर ती आन्दोलन पश्चात बनेका सरकारहरू अहिलेसम्म सफल भएको छैन। तर अब यसपालि भने जेनजीले गरेको आन्दोलनपछिको सरकार छ, यसपालि पनि ठुलै आन्दोलन भएर बनेको सरकार हो। अब यो पछि भने सरकारले अब गरेको कामहरूलाई अब हामीले निहाल्नुपर्छ, नराम्रो कामहरूलाई खबरदारी गर्नुपर्छ, राम्रो कामहरूलाई समर्थन गर्नुपर्छ। तर कुन तरिकाले त? राम्रो काम र नराम्रो काम सरकारको चिन्न सकिएन, बुझ्न सकिएन, बुझ्ने मान्छेले नै बुझ्न सकिएन भने त्यो कुनै औचित्य छैन र आन्दोलन गर्नुको कुनै औचित्य पनि हुँदैन। त्यसको लागि कानुनी उपायले पनि धेरै कुराहरू खोज्न सकिन्छ, जसले गर्दाखेरि सबै हिंसात्मक आन्दोलन, हिंसात्मक गतिविधिले मात्रै देशको उपलब्धि हुने होइन। त्यसले हाम्रो देश यत्तिकै पनि सङ्कटकालमा, यत्रो समयसम्म माओवादीको समयमा सङ्कटकालमा गुज्रिएको देश, विकासको लागि अहिले धेरै फड्को मार्नु बाँकी छ। त्यसै कारणले गर्दा हामीले सरकारको सही कुराहरूको समर्थन गर्न जानेनौँ र खालि अरूको लैलैमा लागेर मात्रै हामी अरूको पछाडि दौड्यौँ भने हामी कहिले पनि अगाडि बढ्न सक्दैनौँ। अर्को कुरा, नेपालमा के छ त भन्दाखेरि एक पक्ष छ सरकारको राम्रो कामको मात्रै प्रशंसा गर्ने, नराम्रो कामको कुरै नगर्ने। अर्को पक्ष छ सरकारको नराम्रो कामको मात्रै विरोध गर्ने।
नराम्रो काम मात्रै भयो भनेर साना साना कुराहरूको विरोध तर बिचवाला मान्छे नेपालमा छैन। के को छैन त भन्दा राम्रो कामकोलाई राम्रो भन्ने, राम्रो कामको समर्थन गर्ने र नराम्रो कामको विरोध गर्ने बिचको व्यक्तिहरू भेटिँदैन। त्यसले गर्दाखेरि पनि अहिले यस्तो भइरहेको छ। कस्तो बन्नु पर्यो त भन्दा हामी बिचको व्यक्ति बन्नु पर्यो। बिचको भनेर फेरि कस्तो, फेरि कुनैतिर पनि काम नलाग्ने होइन कि हामीले भोट दिएका छौँ, समर्थन गरेका छौँ। अब सरकारको राम्रो कामलाई राम्रो र नराम्रो कामको कानुनी रूपबाट हुन्छ या कुनै शान्तिपूर्ण तरिकाले खबरदारी गर्ने हामी त्यो बिचको व्यक्ति बन्नु पर्यो। यही हो कुरा।